नमस्ते साथीहरू, मेरो नाम गीता देवी शर्मा हो। नमस्ते साथीहरू, मेरो नाम सुदेव शर्मा हो। म जापान घुम्न आएको छु। जापानको फुकुकामा छु। आज म यहाँ वाकमा निस्क्यो म मेरो बुढी अनि यता वाकमा निस्क्यो। यहाँ ढोलकको आवाज सुनेर त मैले छोरीलाई सोध्यो आज के को आवाज आइरहेछ। मेरो छोरीले के भन्यो कि यिनीहरूको जापानिजहरूको ठुलो चाडबाड आएछ। त मैले भन्यो कि जाउँ त हेर्न कस्तो लाग्छ। म पनि हेर्न आएँ त यिनीहरू कस्तो बच्चाहरू पनि ठुलो सानो सबैजना मिलेर आफ्नो चाडबाड मनाइरहेछ। कस्तो यिनीहरू मिलेको मान्छेहरू होइन बुढी? हो न बुढा। अनि कस्तो लाग्यो? मलाई त राम्रो लाग्यो। के हेर्न जाने त? जाऊ न त। जाने पग्न हतार किन गर्यो? गइहाल्छु बिस्तारै जान्छु। हेर्नु साथीहरू कस्तो रमाइलो भइराखेको छ। अनि कस्तो म पनि हेरियो, साथीहरूलाई पनि देखायो। अनि मैले भन्यो आजको भिडियो पनि बनाउँछु। मेरो छोरीले पनि भन्यो ठिकै छ, भिडियो बनायो भने बनाउनु। बनाइहाल्छु, के भयो, राम्रो लागिरहेछ त। अब मैले यस्तो भिडियो बनाएर भने युट्युबमा राख्ने, तपाईँहरूले कस्तो लाग्छ त्यो तपाईँहरूलाई नै देखाउनलाई मैले यस्तो बनाएको होइन। हो न बुढा। अनि तब मैले यहाँ आएर हेरिरहेको छु यिनीहरू डुङडुङ पनि बजाइरहेछ। साथीहरूलाई देखाउँछु। हेर्नु साथीहरू कस्तो आवाज आइराखेको छ, कस्तो चाडबाड भइराखेको छ, कस्तो रमाइलो भइराखेको छ। बुढी अब नेपालको र जापानमा त्यो के फरक लाग्यो? मलाई त थाहा छैन बुढो। तर यहाँको राम्रो लाग्यो कि नेपालको राम्रो लाग्छ? मलाई त्यो पनि थाहा लाग्दैन। थाहा छैन। यो यिनीहरूको ठुलो चाडपर्व हो। यिनीहरू सधैँ यस्तो ढोलक बजाउँछ महिना दिनसम्म। जस्तो हाम्रो नेपालमा नेवारहरूले बजाउँछ नि, बिहानै बिहानै जम्बूमा जान्छ नि। हजुर हजुर। बिहानै जान्छ, सबै वाटको मान्छेहरू जान्छ त्यहाँ। त्यस्तै कारणले यिनीहरू पनि त्यस्तै बजाउँछ कि सधैँ यिनीहरूको देवताले खुस पार्छ, यिनीहरूले सुखी गर्छ, राम्रो हुन्छ, खुसी हुन्छ। त्यो भएर यस्तो यिनीहरू बच्चा बुढाहरू सबै मिलेर बनाउँछ अनि ढोलकहरू बजाउँछ। हो र बुढा। हो। अनि तिमीलाई कस्तो लाग्यो? मलाई त अब बजाउँदा त राम्रै लाग्यो बुढो। अब के भन्ने, आवाज त आइराखेको छ बुढो, बजाइराखेको छ। मलाई राम्रै लाग्छ बजाउँदा राम्रै लाग्छ। हामीहरू यहाँको बच्चाहरू कस्तो ढोलक बजाउँछ मिलाएर, यिनीहरू सानैदेखि सिकाएछ कि जस्तो लाग्छ। हो न। यिनीहरू कस्तो मिलाएर बजाउँछ, ठुलो मान्छे पनि सानो मान्छे पनि सबै कस्तो मजाले मिलाउँछ। कस्तो मलाई राम्रो लाग्छ। यिनीहरूको चाडपर्व धेरै खुसीले मनाउँछ होइन। हो न बुढा। अनि कस्तो लाग्यो त? तर मलाई त राम्रै लाग्यो। जस्तो कि हाम्रो नेपालमा साउन महिनामा बजाउँछ नेवारहरूले त्यस्तै बजाइरहेछ। यिनीहरूले देवतालाई बजाउँछ, खुसी पार्छ अनि घुम्न जान्छ। यिनीहरू अब ठुलो चाड मनाएर यहाँ अब मनाउँछ। अनि एकछिनमा यिनीहरू रोकेर पनि बजाउँछ। कस्तो बच्चा पनि तुल मिलाउँछ, ठुलो मान्छे पनि तुल मिलाएर बजाउँछ। हो राम्रो लाग्छ न, बच्चाहरू बजाउँदा त राम्रै लाग्छ। अनि राम्रै लाग्छ बच्चाहरू बजाउँदा। मलाई त कस्तो खुसी लाग्यो। यहाँका चाडपर्व पनि भ्याउँछ, अब त नेपालका नै चाडपर्व मलाई भ्याउँछ। यिनीहरू थाक्छ त अब बिचबिचमा रोकिदिन्छ पनि, कोल्ड ड्रिङ्क खान्छ, के खान्छ, कोही पानी खान्छ अनि घुम्नु पनि जान्छ। अनि हामीहरू पनि हेर्छ, म पनि उनीहरूलाई हेर्छु। त्यो त कस्तो राम्रो लाग्यो न बुढो। अनि यस्तो चाडपर्व यहाँ पनि समातियो, उहाँको पनि समातियो। छोरीलाई भन्दै थियो ती यही चाडपर्व हो। मलाई त खुसी यस्तो लाग्यो कि यिनीहरूको मैले जापान हेरेँ त यिनीहरूको चाडपर्वैमा आयो अनि मलाई हेर्न कस्तो राम्रो लाग्छ। मलाई पनि राम्रै लाग्यो। जापानिज हो, नजिकमा गएर हेर्न मिल्दैन, त्यो भएर अलिक टाढै भएर हेरिरहेछु। अब मलाई पनि त राम्रै लाग्यो बुढा। त्यहाँ त हेर्न मिल्दैन, अब यहाँ टाढैबाट हेरौँ न बुढो। ल ठिकै छ भयो। ल अब जाने घर होइन। यहाँको जापानिजहरूले आफ्नो बच्चालाई सानैदेखि स्कुल भर्ना गर्छ। उनीहरू कस्तो बच्चाको स्याहार गर्छ अनि उनीहरू सानैदेखि यस्तो कल्चरहरू सिकाएको छ। कस्तो मिलाएर मजाले बनाउँछ ढोलक। कस्तो राम्रो लाग्छ नि हेर्ने। अस्तिदेखि मैले त्यहाँ ककुडामा गएको थियो त त्यस्तै राम्रो डान्स गरियो, राम्रो मान्छेहरू सबै जम्मा भएको थियो। यस्तै चाडपर्व उहाँ पनि भयो। मलाई त थाहा थिएन बुढो है। मैले त त्यहाँ बसिराखेको थियो, त्यस्तै आवाज आयो त म हेर्ने गयो त यस्तै पो रहेछ। मलाई त छोरीसँग सोध्छु भनेको त अनि सोध्नै बिर्सियो कि आज त फेरि आवाज आयो त आयो हेर्न त त्यही पो रहेछ। बच्चाहरू त कस्तो रमाइलोसँग बजाइराखेको छ। मलाई त कस्तो राम्रो लाग्यो नि त है बुढा। भोलि अर्को ठाउँमा जान्छु हेर्नलाई, त्यहाँ पनि कस्तो राम्रो लाग्छ। अस्तिदेखि नै त्यहाँ जान्छु भनेको, अहिलेसम्म गएको छैन। भोलि त्यहीँ जान्छु त्यहाँ हेर्नलाई। त्यहाँ पनि भिडियो तपाईँहरूले यसमा म मिसाएर देखाइदिन्छु कस्तो लाग्छ, के हुन्छ।
यहाँ त राम्रै लाग्छ बुढो, मलाई त एकदमै राम्रो लाग्छ हेर्नेलाई। अब नजिक जाने त पाउँदैन, यहीँ छ हेरौँ न त। अब फेरि अब कङ्कडा क्यास्टलमा नै त्यस्तै सबै चिज सजाएर राखेको छ, त्यहाँ पनि बुढो हेर्न जानुपर्छ है। हो अब भोलि जान्छु हेर्नलाई त्यहाँ कस्तो छ, त्यहाँ पनि कस्तो रमाइलो। हिजो पनि मैले गएको थिएँ, त्यहाँ बच्चाहरू प्रोग्राम गरिरहेको थियो कि, त्यो प्रोग्राम पनि भिडियो मैले लिएछु। र त्यो भिडियो अहिले राखेको छु यसमा मिसाउनु मिल्छ, त्यो अलग्गै मैले देखाउँछु तपाईँलाई अर्को पाटोमा। अनि मलाई त त्यहाँका नै बच्चाहरू त यस्तो यस्तो बजाइराखेको थियो कि यस्तो यस्तो गरिराखेको थियो। अनि मलाई त थाहै भएन, म पनि यस्तो यस्तो उफ्रियो, म पनि डान्स गरियो, म पनि त बच्चाहरूसँग खेलियो, पछाडि भिडियो लिइराखेको छु। अनि मलाई त कस्तो आनन्द आयो न अस्ति। अनि हिजो पनि त्यस्तो त्यहाँ पनि पानी पर्न थाल्यो त, हतारमा देखेको त्यति त। त्यो भएर अब भोलि जान्छु कि, त्यो भएन हेर्नलाई। हिजो पानी परेर मलाई अधुरा भइसक्यो, अब भोलि जान्छु त्यो पुरा गर्नलाई। ए जाने त ल, दुईजनै आज घुम्दै गयो घुम्दै त्यहाँ जाने। स्टेज बनाएर राखेको छ, बिगारै छैन स्टेज, अहिले पनि त्यहाँ छ। अब भोलि जान्छु हेर्नलाई। अब शनिबार पनि दिन छ कि, शनिबार पनि जान्छु हेर्नलाई। अब त मलाई त घुमे भयो, यहाँ त चाडबाड हेर्ने नै पाइसक्यो। अब नेपाल पनि गयो भने त्यहाँका चाडबाड सन् महिनाका आउने लागिसक्यो। यस्तै चाडबाड आवाज आउने खालको, बिहानै 4 बजेदेखि आवाज आए गर्छ, सुत्ने पनि दिँदैन, त्यति बाजा बजाउँछ जी। मलाई त त्यहाँ पनि रमाइलो हुन्छ, यहाँ पनि रमाइलो भइराखेको छ। तर जापानलाई मान्नुपर्छ, यहाँ धेरै यिनीहरू विकास गरेछ कि, हरेक कुरा म देखिरहेको छु। त सबै कुरा मलाई राम्रै लाग्छ, जुन कुरा पनि हेर्छु त्यस्तो। यस्तो फोहोरहरू पनि कस्तो मिलाएर राख्छ, चट्ट पारेर बिहानै आउँछ, गाडी लिएर जान्छ। एउटा फोहोर पनि हुँदैन, बाटो कस्तो सफा, कस्तो विकास, कस्तो राम्रो। यस्तो हेर्दा मलाई कस्तो मनपर्छ। हाम्रो नेपालमा त यस्तो राम्रोसित विकासै गरेछ। विकास कसरी हुन्छ बुढो? यस्तो हो न, अब एकजना सफा गर्नेलाई कहाँ विकास हुन्छ? अब जस्तो अब 4वटा कुकुर उसले पाल्छ, 5वटा कुकुर उसले पाल्छ, त कहाँ सफा हुन्छ? अब सबैजना सफा गर्नुपर्छ तब सफा हुन्छ बुढो। जय नेपाल। भ्याग्लो।